मूलमा हामी के गर्नुहुन्थ्यो व्यवसाय अझै ठेकदार हो पेन्टर ठेकदार हुनुहुन्थ्यो पेन्टर ठेकदार हुनुहुन्थ्यो ए पेन्टर ठेकदार हुनुहुन्थ्यो देशको परिस्थिति बिग्रिएर देशलाई सुधार्नको लागि हैन भ्रष्टाचार देशैभर अशान्ति देशमा फैलिएर शान्तिको लागि हैन जेनजीहरूले गरेका आन्दोलनमा चाहिँ उहाँले सहयोग गर्न जाँदाखेरि त्यस्तो भयो अब तपाईहरु पनि चिन्ता नगर्नु होला हैन हामी एउटा अहिले म चाहिँ अहिले ओम शान्ति ब्रह्मकुमारी आश्रमबाट आएको हैन अनि सबैजना सहयोग यहाँ पत्रकार दाइहरूले पनि भिडियोमा देखाइदिनु भयो हाम्रो भाइ स्वयं कान्छो भाइ हो अमेरिकाबाट आउनुभयो सुनेर हैन अनि अमेरिकाबाट उहाँको साथीहरू हुनुहुन्छ अनि साथीहरूले पनि यो कुरा सुन्नुभयो सुनिसकेपछि भाइलाई भन्नुभयो भाइले मलाई पनि भन्नुभयो दाइ यसरी यसरी त्यहाँ यसरी दुःखद खबर गाह्रो छ आफ्नो गाउँमा रहेछ हजुरहरू गएर यसो सानो सहयोग हैन प्रेमले मिठो बोलेर भए पनि अलि सानो सहयोग गरिदिनु भन्नुभयो हामीले केही त सकेका छैनौँ अलिअलि तत्कालको लागि चामल छ तेलहरू दालहरू छ अलिकति केही आर्थिक सहयोग पनि लिएर आएका छौँ हैन अनि अहिले समाजमा हेर्नु दुःख सबैतिर छ हो कि हाम्रो घरमा मात्र दुःख होइन टेन्सन मान्नु पर्दैन हो कि चारैतिर भय छ चिन्ता छ कसैको मृत्यु छ कथा छ यो विश्व नै अहिले आक्रान्त भइरहेको छ यो विश्व परिवर्तनको बेला चलिरहेको छ यही परिवर्तनको घडीमा परिवर्तनको लागि उहाँले आहुति दिनुभएको छ त्यो भएको कारणले गर्दाखेरि हजुरहरूलाई एउटा धैर्य गर्ने शक्ति मिलोस् हैन अब यो हाम्रो जुन योगदान छ एउटा यो उहाँले एउटा जुन योगदान देशको लागि गर्नुभएको छ यो योगदानले यो देशमै एउटा शान्तिको स्थापना होस् एउटा बलमुगो मिलोस् भन्ने दुआ माग्नको लागि त्यो शक्ति माग्नको लागि सानो सानो हैन भाइहरूले हैन 4-5 जना भाइजीहरू हुनुहुन्छ विशेष हाम्रो भाइजीहरू अमेरिकामा बसेर नेपाललाई माया गर्ने हैन हाम्रो भाइहरू म उहाँहरूलाई तपाईहरुको आशीर्वाद चाहिएको छ अरु केही चाहिएको छैन हैन उहाँहरूले सकेको सहयोग गर्नुहुन्छ हाम्रो जेनी भाइजी हुनुहुन्छ हाम्रो एल्बिन भाइजी हुनुहुन्छ उज्जवल प्रजापति भाइ हुनुहुन्छ चित्र पराजुली भाइ हुनुहुन्छ उज्जवल पराजुली र चित्र राउत भाइ हैन चित्र राउत केशव धमला सूरज विश्वकर्मा रोशन चन्द्र भाइ हुनुहुन्छ हैन उहाँहरूले सानो सहयोग गरेर हजुरहरूलाई दुआ हजुरहरूले मनबाट हेर्नु हजुरहरूले उहाँलाई देख्नु भएको छैन त्यसले हजुरहरूले जुन शुभ भावना दिनुहुन्छ नि यसरी सहयोग गरेको शुभ भावनाको शक्ति उहाँहरूलाई मिल्छ बुझ्नुभयो त्यो शक्ति उहाँहरूलाई प्रदान गरोस् यसरी नै आपद परेका अप्ठ्यारा परेका मान्छेहरूलाई सहयोग गर्न सक्ने सबैको शक्ति मिलोस् उहाँहरूकै बलले हामी आज यहाँ आइपुगेका छौँ हैन हामी यसरी नै गाउँ गाउँमा हामी त एउटा माध्यम हो बुझ्नु होइन माध्यम भनेको के हो नोकर जस्तै सेवादारी हामी वर्ल्ड सर्भिस सेवा गर्न हजुरहरूको घरमा आइपुग्यौँ बोल्न पायौँ अब हाम्रो दाइहरूलाई